कुनै कुनै खानेकुराहरूले हाम्रो जीवनमा यसरी छाप बसालेको हुन्छ नि, त्यो जति गरे पनि बिर्सिन सकिँदैन के। त्यस्तै खानेकुरा मध्ये मेरो जीवनमा मैले बिर्सिनै नसक्ने खानेकुरा यो एउटा अचार अनि त्यसपछि डल्ले मसरुम मटर र आलुको तरकारी। म प्रेग्नेन्ट हुँदाखेरि चाहिँ मलाई खासै खाना नरुच्ने है, अनि मेरो श्रीमानज्यूले चाहिँ यसरी नै डल्ले मसरुमको तरकारी अनि अचार परोठा बनाएर खान दिनुहुन्थ्यो के। अनि मैले है कति धेरै खान्थेँ, मलाई यति मन पर्थ्यो नि। अहिले त म 2टा परोठा भन्दा धेरै खान सक्दिनँ, त्यति बेला त 4-5वटै खान्थेँ के। फेरि आज मलाई उहाँकै हातबाट फेरि मसरुमको तरकारी र परोठा खानु मन लाग्यो के। धेरै समय भयो नि त उहाँले नबनाउनु भएको खाना पनि है, कहिलेकाहीँ यसरी अरूले बनाएर दिएको पनि खाना कस्तो मिठो हुन्छ नि त, सधैँ आफूले बनाइराखेको भन्दा। मैले मेरो प्रेग्नेन्सी टाइममा एकदमै धेरै खाएको खानेकुरा नै यही हो, त्यही भएर हो कि के हो थाहा छैन। अहिले बाबुले पनि एकदमै मन पराउँछ के परोठा, अनि त्यो मसरुम भनेपछि उसको त एकदमै फेभरेट हो। धेरै समयपछि फेरि उहाँकै हातबाट खानु पाएँ।